बर्दाघाटबाट पूर्वतिर गइराखेका छौँ त्रिवेणी धामको लागि। कुहिरो लागेर बिहान बिहान यस्तो छ। नदीको सङ्गम त्रिवेणी धाम आइपुगेका छौँ हामीहरू। यो राम्रो छ कि धुवा त नहुने अब त्यो विषय छुट्टै भइगयो। यहाँबाट नदी हेर्नु मजाको छ। सिसमहल यो नारायणी हो। यो कताबाट घुमेर आएछ नारायणी? नारायणी हो। यो नारायणी हो र? ए नारायणतिर आएको छ कि नारायण त स्पष्ट यसरी आएछ कि। त्यो ठाउँ चाहिँ सिसमहल हो। सिसमहलभित्र हामी नारायणी नदी ततिर देखिरहेको छ। पूर्वतिर नारायणी नदी साथै राम्रो देखिरहेको छ। कतिसँग पानी नारायणीको कलकल पानी। गजेन्द्र मत्स्य दिव्य धामद्वारा सञ्चालित पञ्चशाला हो। धर्मशाला गजेन्द्र साधन कक्ष नहाउने घाट। विशाल नारायण नदी। यो चाहिँ घुम्न पर्ने अब एकपट्टि आएर मान्छेसँग आफ्नो मिलाएर घुम्न पर्ने ठाउँ छ। हामी सिसमहलभित्र छौँ। सिसमहलको राधाकृष्णको मूर्ति के हो? सिसाले चारैतिर